यो कसरी बनाउने त आज म तपाईँहरूलाई यो सिकाउन लाग्छु। अब सुरु गरिहाल्नु। इफेक्टमा जाने अनि त्यसपछि फ्युजनमा जाने, फ्युजन कम्पोजिसन ट्राई गर्ने, म यसलाई डिसेबल गरिदिन्छु। ओपन इन फ्युजन पेज, background, color, gradient type को राख्नु है। radial 0.5, 0.5, त्यसपछि हल्का ल। अब यो टेक्स्ट एनिमेसन कसरी बनाउने रहेको है तपाईँहरूले आउँछ होला नि त यस्तो ग्रेड टाइपको बनाउनु। तपाईँहरूले फ्युजन सिक्नु भएको छ भने त आइहाल्छ नि होइन। फ्युजन तपाईँहरूलाई आउँदैन भने कसरी गर्ने भनेर तपाईँ क्यासिफाइन हो उहाँसँग सिक्नु, बबासँग सिकाउनुहुन्छ तपाईँहरूलाई। उहाँ चाहिँ मैले सिकेँ हो फ्युजनको बारेमा। सुरु गरौँ है। पहिला लेखौँ क्रिएट, त्यसपछि चेन्ज गरौँ टेक्स्ट साइज मैले ठुलो पारेँ। यसलाई बोल्ड इटालिक गरौँ। फलोअर हामीले एनिमेसन फेरि फलोअरबाटै गर्ने हो नि। एनिमेसन फलोअरमा क्लिक गर्ने अनि चाहिँ मोडिफायर खोल्छ। मोडिफायरमा एनिमेसन 1 गरौँ, डिले एनिमेसन 1 गरौँ, अनि त्यसपछि शार्पमा, अनि त्यसपछि एक्स एक्सेस modify input box, त्यसपछि डिले, एजिङ गरौँ है। एजिङ गरौँ, त्यसपछि इलास्टिक यहाँ सब बनि नै सक्यो तपाईँहरू अगाडि। तपाईँको अगाडि नै बन्यो। अनि यहाँ तल गरौँ, अनि त्यसपछि मेरो लेटर अलिक स्लो छ है। यहाँ फेरि नै स्पिड हुन्छ कि भएर अब यसलाई स्पिड गरौँ। 5 बटन एकचोटि धेरै स्पिड राख्ने। ए उल्टो आवाज सुल्टो कसो बनाउने त यहाँ जाने। माथि गर्ने भयो। हामीलाई यो चाहिएको हुने होइन। त्यो धेरै फास्ट भयो भने तपाईँहरूले यसलाई मात्र चेन्ज गर्नु, 4 गरिदिनु, 3 गरिदिनु, 2 गरिदिनु। यहाँ हटेर यहाँ चेन्ज हुँदैछ फेरि।
3 गर्दाखेरि त्यति आयो, 4 गर्दाखेरि हल्का स्पिड, 9 गर्दाखेरि हल्का स्पिड देखिरहनु भएको छैन तपाईँहरूले। यो फ्युजनमा फेरि के प्रब्लम छ त्यसमा अब मलाई पनि थाहा भएन। धेरै स्पिड आएन, किन आयो धेरै स्पिड नआएछ त्यो फुल गर्नु धेरै यहाँसम्म आयो। हुन्छ नि तपाईँहरू जान्छ त तबसम्म तपाईँहरू सब्सक्राइब गरिदिनु होला। म तपाईँहरूलाई यस्तै कुराहरू नयाँ नयाँ कुराहरू युट्युबमा हाल्दै जानेछु इन द फ्युचर। मेरो वेबसाइट छ एउटा mahatoalu.com.mp, त्यहाँ डिस्क्रिप्सनमा छ प्लगइनहरू म त्यहाँ बनाउँछु होइन। त्यहाँ चाहिँ टेक्स्ट एनिमेसन धेरै कति 5वटा थियो होला, तपाईँहरूले त्यो डाउनलोड गरेर फ्रीमा हो, त्यो फ्रीमा हो, तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ। मजाले इन्स्टलेसन पहिलाको भिडियोमा मैले कसरी गर्ने भनेर बनाइसकेको छु, प्लिज चेक गर्नु होला, राम्रो हुन्छ तपाईँहरूको लागि राम्रो हुन्छ। धन्यवाद।